जे गानाको भाइब ल्याउन खोजेको नि तैँले हैन त्यो सबै एनबिए यङ बोय त्यो किड लरोयहरूले सबै गरिसकेको हो भाइ बुझिस् नि पप स्मोक जस्तो हुनु पर्यो क्या त जस्तो अटो ट्युन युज गरेर त्यो मिक्स मास्टरिङ भाडाको टट्टु ल्याएर गर्नु भएन नेपाली हुनु पर्यो नेपाली पारामा गर्नु पर्यो भनेर इङ्ग्लिस गाना गाउनु खोजी 6ix9ine जस्तो चलिनस् समीर घिसिङ राख भाइ आफ्नो नाम भिटेन होइन त खाते होस् झ्याक्ने साला धेर बोल्छेस् लाइभमा आएर मातेर बोलिस् कि भाइ तर तैँले एकदम धेरै सही कुरा बोलिस् क्या भाइ धेरै सही कुरा बोलिस् भाइ त तेरै गाना ठिक तेरै गाना सही अरू सबै त्यो स्ट्रगल गर्दै आएको सबै जति पनि नेपालीहरू चाहिँ यत्रो सबै यो गाना गाउँदै आएको फ्रिस्टाइल यिनीहरू चाहिँ के होइन यिनीहरूले काट्छु मार्छु भनेको तैँले चाहिँ के हो त जा बोला डन्डेलाई केही बोला हुने छैन पुत्रा पनि किन भयो त डन्डेले आयो त झापड हान्नु तँलाई जेल लगो धेर नबोल भाइ त्यस्तो हुँदैन गानामा स्टुडियोमा बसेर लाइन सोचेर म चाहिँ के लगौँ म चाहिँ डन्डेसँग यो राइम गरिदिन्छु म चाहिँ होइन हन्डे राइम गरिदिन्छु मन्डे राइम गरिदिन्छु भनेर त्यो राइम हान्दै गीतमा अनि म चाहिँ ग्याङ्स्टा के भन्नु हुँदैन भाइ 4 वर्ष अगाडि भाइरल भएको होस् भाइ यति कुरा याद गर भाइ जब भाइरल भइस् त्यति बेला फुच्चे थिइस् यत्रो फुच्चे थिइस् भाइ त्यो थोपडा हेर्दै थाहा हुन्छ केही पनि लुट्दैन थिइस् त्यो पछाडि तँलाई ट्र्याकमा हिँड्नु पर्यो त्यो मिडियासँग त्यो सबै लेभलसँग हिँड्नु पर्यो भाइ तँलाई त्यो बाहिरको त्यो ढुङ्गा खाँदा पनि केही गर्नु सकिनस् किन केही गर्नु सकिनस् त हो त्यही भएर केही गर्नु सकिनस् गर्नु सक्दैनस् केही पनि खाते साला धेर बोल्छस् त गानामा मात्रै बोल्छस् भाइ धेर बोल्छस् साला सबै ऱ्यापरहरूलाई डिसरेस्पेक्ट गर्छस् भाइ बुझ भाइ नेपाली ऱ्यापर धेरै छ भाइ ग्याङ्स्टर ऱ्याप आउँछ काट्छु मार्छु भन्ने खालको अझै पनि ऱ्याप आउँछ भाइ नयाँ वेमा आउँछ भाइ म पनि गर्दैछु आउँछ भाइ सबैजना काम गरिरहेछ भाइ तैँले जे गरेर त्यो सबै गरिसकेछ भाइ यहाँ सबै सुनिसकेको भाइ नेपालीले मात्रै नसुनेको धेर नखोक भाइ जान्ने हुन्छस् खाते साला अलिकति मात्र एउटा भाँडाको टट्टु त्यो मिक्स मास्टरिङ गर्ने प्रोड्युसर भेटेर 90% तेरो काम गरिदिन्छ अनि त यहाँ आएर खाते धेर लाइभमा बोल्छस् झ्याक्ने साला हिजोसम्म मलाई यस्तो रमाइलो भइरहेछ राम्रो छ हजुरहरूको यस्तो सपोर्टले भनेर आज अलिकति माथि पुगेर शान्तपट्टि तेरो खाते साला झ्याक्ने लात्ताले हानेर लडाइन्छ भाइ तँलाई अगाडि भेटेर तँलाई मै लडाइन्छु के तेरो मुजी ट्याटु स्याटु देखाएर के हुँदैन भाइ ट्याटु छैन तँलाई लडाइन्छु भाइ खाते साला झ्याक्ने धेर बोल्छस् अलिक रेस्पेक्ट गर्नु सिक भाइ सबै मान्छेहरू छ भाइ सबै स्ट्रगल गरिरहेछ सबै गर्नु खोजिरहेछ भाइ तँ जस्तो हुनु छैन भाइ कसैलाई पनि तँ आफू जे भइस् भाइ अरू आफू पारेको आफ्नै हुनु खोज्दैछ भाइ तैँले जे साउन्ड ल्याइस् त्यही नै ल्याउनु पर्छ भन्ने छैन भाइ ऱ्यापरहरू चिन भाइ तँभन्दा खतरा ऱ्यापरहरू छ भाइ तर मिक्स मास्टरिङ चाहिँ जसले गर्छ नि भाइ त्यसलाई चाहिँ म बरु सल्युट गर्छु क्या भाइ त्यसलाई चाहिँ सल्युट गर्छु तँ बिल्ला